नमस्ते सबैजनालाई। आज हजुरहरूको माझमा एउटा व्यक्तिगत भिडियो लिएर आएको छु। भोगेको मेरो आफ्नै जीवनको तितो यथार्थ हो। अन्तिमसम्म हेरेर साथ दिनुहोला। ओहो दाजु, आज त जुत्ता पनि नफुगालिकन चिन्तितमा बस्नु भएको त किन हो? थकित छु बाबु। अघि न गाडीमा आउँदाखेरि गाउँ घर परिवार छोराछोरीको लास्टै याद आयो, अनि त्यही सम्झिँदै बसेको छु, जुत्ता पनि नछोडाइकन। रात किन हुन्छ हजुर, दिन किन? के गर्ने त दाजु, हाम्रो खपरमा परदेशमा आधाभन्दा बढी जिन्दगी बिताउन लेखेको रहेछ। के गर्ने त, आमा बित्नुभयो, आमाको मुख हेर्न नि पाइएन। बाबा बित्नुभयो, बाबाको मुख पनि हेर्न पाइएन। सबै पाइन्छ धन पैसा भाता, केही गरे नि पाइँदैन आमा त मेरो आमालाई भन्दै मेरो सपना पुरा नहुन्छ, बुढी नहुनु भने ल भन्दै कमाएर गाउँ। हामी परदेशीको जिन्दगी यस्तै नै हो। चिन्तै चिन्तामा जीवन बित्ने भयो बाबु। के गर्ने त, लामो समयसम्म परदेशमा बिताइयो, ऋण व्यवहार पनि मिलाउन सकियो, तर यो मनको पीडा कहिले मिलाउन सकिएन। दुःख मेरो कर्मै। धन भन्दा पनि मन ठुलो भन्थे, तर मन ठुलो मात्रै भएर के गर्ने? धन ठुलो भए जस्तो भएपछि तिमी हामी जस्तो यो परदेशमा आएर दुःख पीडा भोग्न पर्दैन थियो होला है। ल भइगयो नि दाजु, परदेशमा धेरै फिर चिन्ता लिनु हुँदैन क्या। आमालाई सम्झे, बाबालाई सम्झे, तिम्रो नि गरिबको पनि दिन आउँछ भन्छन्, हाम्रो पनि कुनै दिन आउला नि। म त कपडा धुनु भनेर आएको, कपडा लगाएर धोएर आउँछु। बस्नुहोस्, टेन्सन नगर्नु, धेरै टेन्सन गर्नु हुँदैन। दुःख सुख यस्तै हो परदेशमा। परिवारको खुसी किन्न परदेश हिँड्नु पर्यो।